खाना खान आएको खाना त के भन्ने बेर खान लाग्यो ब्रेक टाइम अब पानी खान यत्रो 2 लिटरको पानीलाई 8-9 रुपियाँ पर्छ 2.5 लिटरको बियरलाई जम्मा 10 रुपियाँ पर्छ त्यसैले भातको साथ पानी भन्दा पनि बियर उता चाहिँ तातो पानी उता चाहिँ जनलाउन बाउन पर्यो हैन डाक्टरले तातो पानी खानु ए डाक्टरले कति लाख तिरेर आएको रे हजुर खाममै तिरेको चाहिँ 8 अनि अब यता उता गर्दा 9 गयो 9 गयो अनि अहिले काम के गरे काम त बेलचा हान्ने हो Oh my god! Wow! तपाईले के काम गर्थ्यो रे यो मैले त हिमालमा ट्रेकिङ गाइड ट्रेकिङ गर्ने मान्छेले यहाँ आएर गाइड गर्ने मान्छेले यहाँ आएर 10 लाख तिरेर आएर 9 लाख 10 लाख खर्च गरेर आएर बेलचा हान्दैछ फर्स्ट दिनमै हैन फलम पनि उचालेन नि त्यही ट्रेकिङ सम्झेको हैन कुहिरेहरुलाई डुलाएको सम्झेको महा सम्झेन सम्झेको हैन महा सम्झेको ल बस्ने यस्तो चाहिँ अब रसियन ल्याएर सुताए पनि देख्दैन यस्तो छ क्या बात कर रहे हैं यो भन्दा म 1 मिटर उ परै बस्छु भनेको छ नि उता चाहिँ बुढी छोडेर आएको बस्दा पीडितमा छ बुढी उता बुढी पीडित फोन हेरेको हेरे हामी त चिलमा हो चिलमा हो खाने हो बुढी छोडेर आउने तर फोन गर्ने ल वाइफाई चेस फाइनली कम्पनीको ड्रेस पाइयो लाउने त त्यस्तै हो कता कता हल्झाउनु परेछ त्यहाँ राखिदिएको के सरहरूले जुत्ता बाँध्न जाने ड्रेस लाउनु जाने के गर्नु परदेशीजीको भुक्का पाउरोटी खायो भात चामल भनेको कता कता चामल भनेको बहुत महँगो छ यस्तै छ यो सबै टोलीले हाम्रो त साउथ अफ्रिकाको फौजी जस्तो देखेछ बुट अब यही जुत्ता उचालेर हिँड्दा हिँड्दा 2 मानको भात खाइन्छ जस्तो छ अब यो त पढ्ने बेलामा लगाएको देखेको थियो यो पढ्ने बेला लगाएको देखेको थियो सारे हौदा पनि सबै काट्नु पर्ने माथिदेखि तलसम्म के गर्ने यस्तै छ डाङ्ग्री त नि स्क्याबेटर ड्राइभर राणाको बानुले यस्तो काम गर्नलाई पनि प्लेनमा चढाएर ल्याए यार 8 लाख तिराएर यस्तो काम गर्नलाई त म ट्र्याक्टर यार डस्टबिनको गाडीमा चढाएर पठाए पनि हुन्थ्यो अब चिन्न ऊ मात्रै गर्ने हैन यस्तो गाडी